संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। अलि पानी मेरो अलि सुतेको छुइनँ कि म, अनि त्यही भएर अलि विक फिल गरिरहेको छु। होइन म बुझेर बोल्छु नि, सकिहाल्छु नि। ओली भइदिएको गए बस्थ्यो होला। ओके म सुरु गरेँ। आई थिङ्क अब आँसु अलिकति झरिसकेको जस्तो लाग्यो। त्यो एकदम धेरै देखेको छु नि त मैले बाटोमा, मेरो भाइहरूलाई पिटेकोदेखि लिएर होइन, मेरो साथीभाइहरूलाई गोली हानेकोदेखि लिएर होइन। यत्रो त सानो सानो भाइहरू थियो, गोली हान्दै ढाल्दै होइन। परिवर्तन माग्दाखेरि गोली खानुपर्ने देश हाम्रो। के गाह्रो छ त्यो दिनलाई, त्यति सानो चिज होइन। कुरा त्यो हो नि त। हामीले मागेको त सुशासन त थियो। नेपाल हाम्रो राम्रो बन्यो भने त्यही नेताहरू पनि त्यही देशमा त बस्थ्यो। त्यति त चाहेको थियो त। त्यति माग्दाखेरि तपाईँको गोली हान्नुपर्ने के थियो र? त्यो प्रहरीहरूको नि हात कामेन। मेरो यत्रो सानो भाइहरूलाई गोली हान्दाखेरि आदेश थियो, म मान्छु। आदेश थियो, म मान्छु। तर मानवता कहाँ गयो? हात कामेन। एउटा आमाको कुख अहिले रित्तो भएको छ। मेरो अगाडि आँसु 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 झार्दै बाबु भन्दै रुनुहुन्छ सबैजना। यति विश्वास गर्नु कि म कसैलाई छोड्दिनँ। म एक जनाको पछाडि आउँछु। जसले यो बच्चाहरूलाई ताकी ताकी गोली हानेछ त्यसै गरी ताकी ताकी म निकाल्छु तिनीहरूलाई। चाहे मरेको होस् म खाल्टो खनेर भए पनि निकाल्छु। एकजनालाई छोड्दिनँ म। छोड्नको लागि म मर्नुपर्छ। म कसैलाई छोड्दिनँ। एक थोपा रगतको म बदला लिन्छु। यिनीहरू गोली हान्ने मान्छेलाई म झिकाउँछु। सबैले जस्टिस पाउँछ। सबैले जस्टिस पाउँछ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु। संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। कसैलाई नछोड्ने, कसैलाई नछोड्ने।